हे एभ्रिवान वेलकम टु क्लास नम्बर 2। सो यो क्लासमा चाहिँ हामी पढ्नेछौँ लेयरदेखि चाहिँ कसरी कम्पोजिसन बनाउने र साथसाथमा हामी पढ्नेछौँ केही ट्रान्सफर्म प्रोपर्टिजको बारेमा अलिकति डेप्थमा है त। सो लेट्स स्टार्ट द भिडियो। पहिला सुरुमा चाहिँ हामी ग्राफिक्स इम्पोर्ट गरौँ हाम्रो फाइलहरू। सो फाइल इम्पोर्ट गर्नको लागि प्रोजेक्ट प्यानलमा चाहिँ डबल क्लिक गरौँ। त्यसपछि यो जुन देखिराख्नु भएको छ यो फाइल चाहिँ मैले डिस्क्रिप्सन बक्समा दिएको छु। सो तपाईहरुले चाहनुहुन्छ भने चाहिँ त्यहाँदेखि डाउनलोड गर्नुहोस् र मसँगै कन्टिन्यू गर्न सक्नुहुन्छ है त। सो इम्पोर्ट गरिसकेपछि हामीसँग यहाँ दुईटा, एउटा चाहिँ कम्पोजिसन छ भनेपछि अर्को चाहिँ लेयर्सहरुको चाहिँ एउटा फोल्डर बन्यो है त। र यो लेयर्स भित्र चाहिँ हाम्रो यो लेयर्सहरु छ है त, हटको अनि यो ब्याकग्राउन्डको एटसेट्रा। सो फर्स्टमा चाहिँ हामी अब यसमा डबल क्लिक गर्यौं भनेपछि तपाईको अलरेडी यहाँनिर एउटा कम्पोजिसन बनिसकेको छ, जसमा चाहिँ हाम्रो ब्याकग्राउन्ड यो रहेको छ र बाँकी अरु लेयर्सहरु रहेको छ। बट मैले चाहिँ अहिले के गर्न चाहे भनेपछि चाहिँ लेयर्स देखि चाहिँ कसरी त्यो बनाउने के रे कम्पोजिसन बनाउने त्यो चाहिँ म सिकाउँछु है त। सो त्यसको लागि चाहिँ हामी यो लेयर्सहरु निकाल्छौं र मैले 5 वटा लेयर्स 6 वटा इन्क्लुडिङ ब्याकग्राउन्ड्स यो चाहिँ सिलेक्ट गर्छु। यसलाई यसरी ड्र्याग गरेर चाहिँ यसरी यहाँ राख्दाखेरि पनि एउटा लेयर बन्छ, सरी कम्पोजिसन बन्छ। और मैले कन्ट्रोल जेड गरे र फेरि यसरी गरेर चाहिँ नि यसले उठाएर यहाँ राख्दा पनि कम्पोजिसन बन्छ र यहाँ यो जुन कम्पोजिसनको आइकन देखिराख्नु भएको छ यसमा ड्र्याग गर्दाखेरि पनि कम्पोजिसनको आइकन बन्छ है त। सो म चाहिँ युजुअली यही कम्पोजिसनको बक्समा हाल्छु यसरी। सो कम्पोजिसनको बक्समा हालिसकेपछि तपाईलाई यो इन्टरफेस पपअप हुन्छ। सो फर्स्टमा के छ भनेपछि सिंगल कम्पोजिसन अनि मल्टिपल कम्पोजिसन। सो सिंगल कम्पोजिसन भनेपछि तपाईको एउटा कम्पोजिसन भित्र चाहिँ और एउटा फोल्डर भित्र चाहिँ यो 6 वटा लेयर चाहिँ बस्छ है त। र मल्टिपल कम्पोजिसन भनेपछि चाहिँ यो प्रत्येक 6 वटा लेयर जुन छ नि हो यो लेयरको चाहिँ एउटा प्रत्येक लेयरको आफ्नै कम्पोजिसन बन्छ। सपोज यो प्रत्येक लेयर चाहिँ एक्जाम्पलको लागि प्रत्येक आफ्नो आफ्नो फोल्डरमा भएर बस्छ। सो हामीलाई चाहिँ एउटै कम्पोजिसनमा चाहिँ 6 वटा लेयर चाहिएको छ। सो हामी चाहिँ मल्टिपल हैन यो सिंगल कम्पोजिसनमा चाहिँ क्लिक गर्छौं। अनि युज डिमेन्सन भनेर भनिरहेको छ। डिमेन्सन भनेपछि चाहिँ तपाईको साइज। सो कम्पोजिसनको साइज हाइट इन्टु वेट। सो हाम्रो चाहिँ सबभन्दा ठुलो भनेपछि ब्याकग्राउन्डको छ। सो मैले चाहिँ ब्याकग्राउन्डमा सिलेक्ट गर्छु र ड्युरेसन चाहिँ यहाँदेखि तपाईले देख्न सक्नुहुन्छ। यो दुईटा चाहिँ तपाईको यो फ्रेमलाई जनाउँछ भनेपछि चाहिँ यो चाहिँ तपाईको सेकेन्डलाई, यो मिनेटको, यो चाहिँ आवर्सको जनाउँछ है त। सो सिम्पली तपाई यहाँनिर देख्न सक्नुहुन्छ 5 सेकेन्ड छ। म यसलाई चाहे भनेपछि 4 सेकेन्ड पनि गर्न सक्छु। तपाई कति सेकेन्डको चाहिँ नि कम्पोजिसन बनाउन चाहनुहुन्छ। लेटर हामी यसलाई चेन्ज पनि गर्न सक्छौं। सो नो इश्यू, अहिलेको लागि 4 राख्छु र ओके गर्छु है त। सो हाम्रो यहाँ कम्पोजिसन बनिसकेको छ। इफ आई प्रेस कन्ट्रोल के तपाईले देख्न सक्नुहुन्छ यहाँनिर 1920/1080 को कम्पोजिसन बनेको छ र हामी चाहिँ आफ्नो यहाँनिर नाम पनि लेख्न सक्छौं है त। सो अहिलेको लागि म यति नै राख्दिन्छु र यो कम्पोजिसन सेटिङ कसरी आयो बाइ प्रेसिङ कन्ट्रोल के और कम्पोजिसन सेटिङ निकाल्नको लागि चाहिँ यहाँनिर आएर राइट क्लिक गरेर चाहिँ यहाँ कम्पोजिसन सेटिङ गरेर पनि निकाल्न सक्नुहुन्छ। वेयरएज यहाँ कम्पोजिसनमा जानु होला अनि त्यसपछि चाहिँ यहाँ कम्पोजिसन सेटिङ यो तीनटा मेथडले चाहिँ तपाईले कम्पोजिसनको सेटिङ्सहरु चेन्ज गर्न सक्नुहुन्छ। सो यहाँनिर देख्न सक्नुहुन्छ कुनै पनि लेयर देखिरहेको छैन किनकि हाम्रो ब्याकग्राउन्ड लेयर सबभन्दा टपमा छ। यसलाई चाहिँ हामी पहिला बटममा ल्याउँछौं। ओके, यसलाई बटममा ल्याइसकेपछि यहाँ देख्न सक्नुहुन्छ हट शेप आयो, तर यसमा चाहिँ हाम्रो मल्टिपल हट छ। उप्स, ब्याकग्राउन्ड मुभ है त किनकि ब्याकग्राउन्ड सिलेक्ट छ। सो म एकपाली कन्ट्रोल जेड गर्न चाहन्छु। मैले मुभ गर्दाखेरि चाहिँ हाम्रो ब्याकग्राउन्ड के भएको छ भनेपछि चाहिँ मुभ भयो है त। सो यसलाई मुभ नहुन दिनको लागि चाहिँ हामी यो ब्याकग्राउन्डलाई लक गर्न सक्छौं। यसरी लक, यो जुन लकको आइकन देखिराख्नु भएको छ हो यो ब्याकग्राउन्ड हो। सो यसलाई लक गर्यौं भने चाहिँ हाम्रो ब्याकग्राउन्ड चाहिँ मुभ हुन्न। त्यसपछि बाँकी यसरी सिलेक्सन चाहिँ सिलेक्ट गर्यो भने चाहिँ यसरी मुभ हुन्छ है त। सो म यसरी यता साइडमा राख्छु। यो हट्सहरु 5 वटा छ। सो मैले यसरी गर्दाखेरि चाहिँ ल कोसिस गरौँला यसरी मिलाउनको लागि। सायद मेबी एक्चुअल हाम्रो यसको जुन डिस्ट्रिब्युसन छ यसको बीचको डिस्ट्रिब्युसन हामी
एक्ज्याक्ट माउसले मिलाउन गाह्रो पर्छ कि त हामीले यहाँनिर यसको जुन पोजिसनको पोइन्टहरू छ नि कि त यो कोअर्डिनेट्सहरू सेम राख्नु पर्यो हैन। यो एक्स एक्सिस सरी वाइ एक्सिसको कोअर्डिनेट सेम राख्यो भने चाहिँ एउटै लाइनमा हुन्छ। तर त्योभन्दा नि एउटा राम्रो हामीसँग अप्सन छ एलाइनमेन्ट। सो पहिला चाहिँ हामी यो सेप्सहरूलाई म सेलेक्ट गर्छु। तपाईँले यसरी सिलेक्ट पनि गर्न सक्नुहुन्छ, तर पछि गएर चाहिँ धेरै लेयर हुँदाखेरि चाहिँ यसरी सिलेक्सन अलिकति गाह्रो हुन सक्ला। सो आई रेकमेन्ड तपाईँ यहाँदेखि सिलेक्ट यसरी एउटा लेयरलाई सिलेक्ट गर्नुहोला, त्यसपछि प्रेस सी अनि जहाँसम्म चाहिन्छ त्यहाँसम्म लेफ्ट क्लिक गर्नुहोला बाई होल्डिङ सिफ्ट। सो यहाँदेखि यहाँसम्म चाहिँ सिलेक्ट हुन्छ है त। सो यसरी सिलेक्ट गर्नुहोला, म चाहिँ यसरी नै गर्छु। ओके, सो अब यिनीहरूलाई चाहिँ एकदम एप्रोप्रिएट इक्व डिस्टेन्स यसको र यसको डिस्टेन्सको बिचमा जुन ग्यापिङ छ र यसको डिस्टेन्सको जुन ग्यापिङ छ र एलाइनमेन्ट छ एकदम पर्फेक्ट र एकदम करेक्ट पोजिसनमा चाहिँ ल्याउनको लागि यहाँनिर देख्न सक्नुहुन्छ एलाइनमेन्ट प्यानल छ। सपोज तपाईँको यो एलाइनमेन्ट प्यानल कहिलेकाहीँ नदेखिन सक्छ इफ मानौ यो यसरी क्लोज छ, यहाँनिर एलाइनमेन्ट प्यानल देखिरहेको छैन। सो यस्तो खण्डमा चाहिँ तपाईँ विन्डोजमा जानु होला। विन्डोजमा गइसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ एलाइन भनेर छ, यसमा चेक गर्नुहोला। तपाईँको यहाँनिर एलाइन प्यानल आइसक्यो है त। सो अझ पनि कुनै प्रोपर्टिजहरू मुनितिर लुकिरहेको हुन्छ। सो यसलाई चाहिँ यो माउसलाई चाहिँ अलि यहाँनिर लग्नु होला, यसरी अलिकति ड्र्याग गर्नु होला। ड्र्याग गरिसकेपछि अरू प्रोपर्टिज पनि देख्न सक्नुहुन्छ यहाँनिर खुलिसक्यो है त। सो एलाइन लेयर्स 2 मा चाहिँ हाम्रो यहाँ दुई प्रकारको एलाइनमेन्ट हामी गर्न सक्छौँ। बाई सिलेक्सन भनेपछि यिनीहरूको जुन सिलेक्ट गरेर चाहिँ यिनीहरूलाई अब टप बटम लेफ्ट राइट सिलेक्सनको आधारमा चाहिँ यो चाहिँ एलाइनमेन्ट हुन्छ भनेपछि चाहिँ कम्पोजिसनको आधारमा जस्तै कम्पोजिसनमा लग्यो भने चाहिँ कम्पोजिसनको आधारमा चाहिँ यो एलाइनमेन्ट हुन्छ। कम्पोजिसनको आधारमा कसरी भनेपछि चाहिँ यो फुल कम्पोजिसनमा चाहिँ अब यता लेफ्टमा ल्याउने हो कि राइटमा ल्याउने हो कि त्यो कम्पोजिसनमा क्लिक गर्यो भने चाहिँ कम्पोजिसनको आधारमा चाहिँ एलाइनमेन्ट हुन्छ भनेपछि चाहिँ सिलेक्सन गऱ्यो भने चाहिँ सिलेक्सनको आधारमा हाम्रो के अरे यो एलाइनमेन्ट हुन्छ। सो हामीलाई चाहिँ सिलेक्सनको आधारमा चाहियो किनकि हामी चाहिँ यो लेयर्सहरूको बिचको जुन दूरी एकदम सटिक एकदम बराबर राख्न चाहन्छौँ। सो हामी चाहिँ सिलेक्सनमा क्लिक गऱ्यौँ र म यसलाई चाहिँ अब एलाइन गर्छु, एलाइन टु सेन्टर गर्छु। अब यो चाहिँ सेन्टरमा चाहिँ एकदम एलाइन भइसक्यो है त। सो सेन्टर गरिसकेपछि चाहिँ तपाईँको यो हाम्रो जुन यसको एलाइनमेन्ट छ एकदम पर्फेक्टली एलाइन भइसक्यो। ओके, सो अब चाहिँ लेट्स स्टार्ट एनिमेटिङ। सो अब एनिमेटिङमा फर्स्ट प्रोपर्टिज हामी चाहिँ पोजिसनलाई एनिमेट गर्छौँ। एनिमेट गर्नको लागि एरोमा क्लिक गर्नुहोस्, अर्को एरोमा क्लिक गर्नुहोस् र यहाँ चाहिँ तपाईँको प्रोपर्टिजहरू खोल्छ है त। ट्रान्सफर्म प्रोपर्टिज भन्छ है त यसलाई। सो अब यहाँ चाहिँ अस्ति मैले सिकाएको थिएँ क्लास 1 मा, क्लास नम्बर 1 मा चाहिँ हामी के सिकेको थियौँ भनेपछि यो के अरे स्क्रोल बटन अगाडि पछाडि गएर हुन्छ यो सानो ठुलो हुन्छ यो हाम्रो भ्युअर प्यानल। सो अर्को चाहिँ कुन मेथड छ भनेपछि चाहिँ यो कन्ट्रोल अनि यो इज इक्वल टु वाला हुन्छ नि, यहाँनिर पनि हेर्न सक्नुहुन्छ। हो कन्ट्रोल प्लस थिच्यो भने चाहिँ नि जुन ब्याक स्पेसको साइडमा बटन हुन्छ नि, हो कन्ट्रोल प्लस थिच्यो भने चाहिँ यो ठुलो साइज हुन्छ भनेपछि कन्ट्रोल माइनस गऱ्यो भने चाहिँ यसको भ्युअरको सानो हुन्छ है त। यो पनि एउटा अर्को सर्ट टिप्स। सो मैले चाहिँ अब यहाँनिर यो जुन टाइमलाइन छ यसलाई चाहिँ जुम इन र जुम आउट गर्न गइरहेको छु र कसरी गर्ने त्यो पनि सिकाउँछु है त। यो जुन यहाँनिर आइकन देखिराख्नु भएको छ, यो जुन इमेज छ यो चाहिँ सानो छ र यो चाहिँ ठुलो छ। इट मिन्स यो यसरी होभर यसलाई समाएर यतातिर लग्यो भने चाहिँ यो ठुलो भइरहेको छ र यतातिर सानो हुन्छ है त। सो यो भइगयो र सर्टकट चाहिँ के छ भनेपछि अल्ट थिचेर चाहिँ यसरी स्क्रोल गऱ्यो भने चाहिँ यसरी यो के अरे टाइमलाइन सानो ठुलो हुन्छ। सो मलाई चाहिँ यतिको चाहिएको छ। ओके, सो अब चाहिँ एनिमेट गरौँ। यहाँनिर 1 सेकेन्डमा जाउँ। यहाँनिर 1 सेकेन्ड देखाइरहेको छ। यो टाइमलाइन जहाँ जान्छ यसले चाहिँ के डिनोट गर्छ भनेपछि टाइमलाई डिनोट गर्छ। जस्तै कि यहाँनिर आएँ, यहाँनिर 20 फ्रेम देख्न सक्नुहुन्छ र यहाँ पनि देखिरहेको हुन्छ। सो यहाँनिर 25, यहाँ 30 फ्रेम इज इक्वल टु हाम्रो के छ 1 सेकेन्ड। जस्तै कि यहाँनिर 30 फ्रेम इज इक्वल टु 1 सेकेन्ड। सो मैले यहाँ 30 फ्रेम लगेँ, त्यसपछि चाहिँ हाम्रो यहाँ 1 सेकेन्ड। ओके, एनिवे ल यहाँनिर चाहिँ लगेर चाहिँ हामी के गरौँ भनेपछि चाहिँ अलिकति पहिला यिनीहरूलाई म मुनि गरिहाल्छु। थोरै यो अलिकति बढी नै माथि छ है त, यस्तै राख्छु। सो अब यो फर्स्ट हटलाई चाहिँ मैले यसमा चाहिँ पोजिसनको एउटा स्टप वाच यानि कि की फ्रेम एड गर्छु हैन।
त्यसपछि यसको 10 फ्रेममा आएर चाहिँ नि यसको पोजिसन चाहिँ म यहाँ लाग्छु। यो हाम्रो पोजिसन एनिमेट हो र यहाँनिर आएर चाहिँ अलिकति के अरे ब्याक ब्रेक खाँदाखेरि कस्तो हुन्छ, अलि अगाडि गएर चाहिँ झ्याप्पै रोक्छ नि त, त्यस्तो टाइपको भनौँ न अलिकति। 5 फ्रेममा जान्छु, अझ यतातिर लान्छु र यहाँ लान्छु र यो की फ्रेमलाई यसरी कपी गरेर चाहिँ पेस्ट गऱ्यो भने चाहिँ यो पुरानो आफ्नो ओरिजिनल स्टेटमा आउँछ जहाँ हामी एलाइन गरेको थियौँ। सो मैले पेस्ट गरेँ, ल हेर्न सक्नुहुन्छ यहाँनिर आइसक्यो है त। ओके, सो कस्तो देखियो प्ले, अगाडि गएर पछाडि आइरहेछ। अलिकति यसमा कस्तो फिल आउँछ भनेपछि बाउन्स फिल आउँछ कि बाउन्स टाइपको। ओके, हाम्रो पोजिसन एनिमेट भइसक्यो। अब चाहिँ हामी अर्को सेप लिम हट 2 मा। यसमा चाहिँ हामी स्केललाई चाहिँ एनिमेट गर्छौँ र अब मलाई चाहिँ नि यसको कहाँ कहाँ की फ्रेम छ हेर्न मन छ भनेपछि चाहिँ जस्ट यु प्रेस गरिसकेपछि चाहिँ जति पनि यहाँ ट्रान्सफर्म प्रोपर्टिजमा चाहिँ की फ्रेमहरू लागेको छ त्यो चिज चाहिँ सो गर्छ र फेरि यु प्रेस गऱ्यो भने चाहिँ यो हाइट हुन्छ है त। सो म यु प्रेस गरेँ ताकि म यो की फ्रेम हेर्न पाऊँ र यहीँदेखि आफ्नो अर्को यो स्केलको एनिमेसन स्टार्ट गर्न पाऊँ है त। सो स्केलमा म फेरि 1 सेकेन्डमा जान्छु, यसमा स्केलमा चाहिँ नि एउटा की फ्रेम एड गर्छु र अगेन 10 फ्रेममा गएर चाहिँ यसको स्केल 0 गरिदिन्छु र अगेन अब यसमा पनि म बाउन्स हान्न चाहन्छु, बाउन्स टाइपको। सो यसलाई अझै 10 फ्रेम अगाडि गएर चाहिँ 110 स्केल साइज 110 होस् र फेरि पछाडि आउँदाखेरि चाहिँ फेरि पुरानै स्टेटमा 100 मा आओस् है त। सो कस्तो देखिन्छ अब यो? ओके, नाइस, बाउन्स जस्तै अलिकति देखियो है त। ओके, कुल। सो यो जुन पोजिसन छ नि यो फर्स्ट हटको हो, यसको पोजिसन चाहिँ हामी कपी गरेर डाइरेक्ट यसमा पेस्ट पनि गर्न सक्छौँ है त। सो इट विल बी फास्ट, अलिकति काममा चाहिँ स्पिड काम हुन्छ है त। सो पहिला सुरुमा यो पोजिसनको जुन की फ्रेम छ पहिला यसरी सिलेक्ट गरौँ। सिलेक्ट गरिसकेपछि चाहिँ नि यसलाई चाहिँ कन्ट्रोल सी थिच्दाखेरि कपी भयो की फ्रेम र यो सेकेन्ड लेयरमा क्लिक गरौँ र यसमा पेस्ट गरौँ। अब म चाहिँ प्ले गर्छु। अब हेर्न सक्नुहुन्छ यहाँनिरको हाम्रो हट नै हरायो। किन हरायो? हराएको छैन गाइज, यो चाहिँ यो फर्स्ट हटको माथि गएको छ किनकि यसको जुन पार्ट छ यसको सेम पार्ट हामी चाहिँ अर्को मोसन पार्टलाई चाहिँ कपी गरेर चाहिँ हामी हट 2 मा हालेको छौँ। सो यसमै यसरी हेर्न सक्नुहुन्छ यो यहीँ छ है त। सो अब यसलाई चाहिँ अब मुनि ल्याउनको लागि चाहिँ नि तपाईँले यो प्ले हेडलाई यो की फ्रेम बाहिर चाहिँ यसरी राखेर चाहिँ यसरी तान्नुहुन्छ भनेपछि चाहिँ कस्तो भइदिन्छ भनेपछि यस्तो भइदिन्छ अनि यसमा एनिमेसनहरू बिग्रिन्छ। किनकि यहाँदेखि यहाँसम्म एनिमेट हुन थालेछ। सो यसको लागि चाहिँ तपाईँले के गर्नु होला, पहिला सुरुमा यो सबै की फ्रेमलाई यसरी सिलेक्ट गर्नु होला और यो की फ्रेमलाई सिलेक्ट गर्नको लागि तपाईँले सिम्पली यसरी यो पोजिसनको सिलेक्ट गर्नु छ भने चाहिँ पोजिसनको यो पोजिसनमा यसरी क्लिक गऱ्यो भने सबै की फ्रेमहरू चाहिँ सेलेक्ट हुन्छ। अनि स्केलको चाहियो भने चाहिँ स्केलको यसरी स्केलमा क्लिक गऱ्यो भने चाहिँ सबै स्केलको की फ्रेमहरू सेलेक्ट हुन्छ। सो हामीलाई चाहिँ पोजिसनको चाहियो, सो मैले पोजिसनमा यसरी क्लिक गरेँ र यो प्ले हेडलाई मेक स्योर जुनसुकै एउटा की फ्रेममा यसरी बिचमा लानु होला। त्यसपछि यसरी तान्यो भने चाहिँ नि हाम्रो एनिमेसन बिग्रिँदैन, किनकि यहाँनिर यसरी राखेर तान्यो भने चाहिँ यहाँनिर एउटा की फ्रेम एड हुन्छ नि त, त्यही भएर है त। सो नाउ लेट्स प्ले। ओके, सो यसमा चाहिँ हाम्रो पोजिसन र स्केल आयो र यसमा फेरि म यु प्रेस गर्छु, हाइड हुन्छ र यो भएको जति पनि की फ्रेमहरू छ ट्रान्सफर्म प्रोपर्टिजमा तिनीहरू मात्रै सो गरिरहेको छ है त। अब लागौँ, अब यसमा फेरि अब यसमा जाऊँ, ट्रान्सफर्म प्रोपर्टिजमा जाऊँ र अब हामी चाहिँ रोटेसन गर्नको लागि फेरि 1 सेकेन्डमा जान्छु अनि यहाँ रोटेसनमा एउटा स्टप के अरे की फ्रेम एड गर्छु। सो यहाँनिर हेर्न सक्नुहुन्छ यो दुईटा प्रोपर्टी छ, यो जुन 0.0 डिग्री छ नि यसले चाहिँ यसरी होभर गर्छु, यो चाहिँ के डिटरमाइन गर्छ भनेपछि चाहिँ कति डिग्रीमा चाहिँ नि यो या भेक्टर सेप्सहरू कुनै पनि एउटा ग्राफिक्सहरू चाहिँ घुम्छ भन्ने कुरो हुन्छ र यो चाहिँ घुम्दाखेरि चाहिँ हाम्रो यो जुन यो छ यसलाई चाहिँ के भन्छ भनेपछि एङ्कर पोइन्ट भन्छ है त। यो एङ्कर पोइन्टको बेसिसमा चाहिँ घुम्छ। यो एङ्कर पोइन्ट भन्ने तपाईँको सेन्टर पोइन्ट भनेर डिटरमाइन हुन्छ है त। सो सेन्टर पोइन्टदेखि नै घुम्छ। सो अहिले यो एङ्कर पोइन्ट अहिले म एकछिनमा लास्टमा भन्छु। सो
सो यो चाहिँ हाम्रो डिग्री डिटरमाइन गर्छ भनेपछि चाहिँ यो चाहिँ हाम्रो कति फोनको हानि हो। जस्तै कि 360 पुगाएर क्रस गऱ्यो भने चाहिँ ल अब 360 क्रस गरिसकेपछि यो एक फोनको हुन्छ। सो यहाँ एक फोनको भएपछि यहाँ 1, इट मिन्स यो चाहिँ नम्बर अफ रोटेसन भनेर जनाउँछ है त। सो अब कति फोनको चाहियो डाइरेक्ट सपोज 6 फोनको चाहियो, 6 फोनको हान्ने, अनि 6 फोनको 45 डिग्री चाहियो, 45 डिग्री हान्ने। सो अहिलेको लागि चाहिँ म यिनीहरूलाई रिसेट गर्छु, सिम्पली राइट क्लिक एन्ड रिसेट। अनि यहाँ चाहिँ 0, यहाँ पुगिसकेपछि 0 हुन्छ नि त। यहाँ चाहिँ म के गर्छु भनेपछि 180 राखिदिन्छु। अब चाहिँ फेरि पोजिसनलाई कपी गरौँ, अलरेडी पुरानो कपी छ। यही की फ्रेमको सिधै यहाँनिर प्लेटलाई राखेर म पेस्ट गर्छु। सो अगेन माथि गइसक्यो हाम्रो त्यो रोटेसनवाला लेयर, यो जुन हट ट्री छ। सो यसलाई अगेन यहाँनिर लगाऊँ र यसलाई फेरि तानौँ तल है त। ओके, नाउ प्ले स्पेस। ओके कुल, यो चाहिँ अब रोटेट हुँदै आइरहेको छ है त। ओके, अब चाहिँ रोटेसन भयो। अब चाहिँ ओपेसिटीतिर जाऊँ। अब हट 4 मा जाऊँ र यसमा सेलेक्ट गरेर चाहिँ म यु प्रेस गर्छु ताकि हाम्रो की फ्रेमहरू देखियोस्। अगेन अब चाहिँ यसमा हट 4 मा जाऊँ। अब यसमा ओपेसिटीमा सिम्पली 1 मा जाऊँ, ओपेसिटीमा 8। ओपेसिटी भनेपछि तपाईँको ट्रान्सपेरेन्सी है त। अनि यहाँ गएर 0 एन्ड अगेन पेस्ट गर्छु है त। अगेन अब यो माथि गइसक्यो। सो यसलाई सिलेक्ट तल तानौँ। ओके फाइन, प्ले गरौँ। यो चाहिँ के भइरहेको छ, यसको ट्रान्सपेरेन्सी पहिला 0 थियो, त्यसपछि यहाँ पुग्दा के भइरहेको छ भनेपछि चाहिँ 100% भइरहेको छ है त। ओके कुल, अब चाहिँ एङ्कर पोइन्टको पालो है त। एङ्कर पोइन्ट भनेपछि तपाईँको यो सेन्टर पोइन्ट भन्छ सेपको। अब यसलाई चाहिँ एनिमेट गर्छौँ है त। यसलाई फेरि यु प्रेस गर्छु एन्ड अगेन अब यसमा जाऊँ। अब एङ्कर पोइन्टको पालो। सो अब एङ्कर पोइन्टमा चाहिँ नि पोजिसन के अरे एनिमेट गर्नै पर्दैन। कसरी हेर्नुहोस् है त। सिम्पली मैले स्केलमा चाहिँ यहाँनिर 100% हालिदिएँ र यहाँनिर आएर चाहिँ नि 0 हालिदिएँ। सपोज म यसलाई 16 गरिदिन्छु ताकि यो मात्र सो होस् है त। सो इट विल बी इजी फर यु। सो म प्ले गर्छु, यहाँनिर स्केल भइरहेको छ, तर मैले यसमा पोजिसन हालेको छैन है त। अब एङ्कर पोइन्टको काम के हो भनेपछि चाहिँ यो एङ्कर पोइन्टदेखि नै यो सेप छ स्केल भइरहेछ र यो एङ्कर पोइन्टलाई उठाएर म यहाँदेखि राखौँ भनेपछि यहाँदेखि चाहिँ यहाँ आउँछ है त। सो यो एङ्कर पोइन्टलाई उठाउनको लागि चाहिँ यो पेन बिहाइन्ड टुल भन्छ है त यो। र सर्टकट हेर्नु मन छ भनेपछि एकछिन यहाँनिर होल्ड गर्दाखेरि चाहिँ यहाँ देख्न सक्नुहुन्छ पेन बिहाइन्ड एङ्कर पोइन्ट टुल। अनि त्यसपछि चाहिँ नि कोस्टमा चाहिँ वाइ देखाइरहेको हुन्छ, हेर्नुहोस् त वाइ देखाइरहेछ। सो इट मिन्स सर्टकट चाहिँ यसको वाइ हो। र अरू टुलमा सेम एकछिन राख्यो भने चाहिँ यसमा जी देखिरहेको छ, यसमा क्यू देखिरहेछ, यसरी पनि सर्टकट थाहा पाउन सकिन्छ। सो मैले पेन बिहाइन्ड टुल सेलेक्ट गर्छु र यो जुन यसको एङ्कर पोइन्ट छ म डाइरेक्ट यहाँनिर ल्याएर राखिदिन्छु। सो अब चाहिँ यहाँदेखि स्केल भएर यहाँ आउँछ है त। सो यसमा हाम्रो चाहिँ पोजिसन। ओके नाइस। सो म यसलाई फेरि अनसोलो गर्छु है त। ल ओके, सो तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर हाम्रो एनिमेसन लगभग बनिसक्यो। हामीले जसमा चाहिँ एङ्कर पोइन्ट, पोजिसन, रोटेसन, स्केल कभर गऱ्यौँ, ओपेसिटी पनि कभर गऱ्यौँ है त। सो सिक्वेन्सिङ गर्नुको लागि नर्मल यसरी तपाईँले सिक्वेन्सिङ भनेपछि एक पछि अर्को हैन, कुन अगाडि कुन पछाडि ल्याउने, कसरी ल्याउने। सो यसरी तपाईँले यो जुन की फ्रेम छ यसरी की फ्रेमलाई यसरी सेलेक्ट गरेर चाहिँ तपाईँले अगाडि पछाडि यसरी पनि गर्न सक्नुहुन्छ। सपोज यो अलिकति पछाडि आउँछ। इफ आई प्ले, अब यो फर्स्टको चाहिँ हट हाम्रो पछाडि आयो, तर म चाहिँ यसरी रिकमेन्ड गर्दैन किनकि यसरी की फ्रेम सपोज मैले हटाएँ र इफ आई प्रेस कन्ट्रोल ए अनि त्यसपछि यु, यसको सबै की फ्रेम हट्यो। अब चाहिँ के भइरहेको छ भनेपछि चाहिँ म यहाँदेखि चाहिँ की फ्रेम नै हेर्न पाइरहेको छैन के। अब थुप्रै लेयरहरू भयो भने चाहिँ नि अब के अरे की फ्रेम पनि हेर्न पाइएन अनि कहाँदेखि हाम्रो की फ्रेम लागेको छ हैन, जस्तै कि यहाँदेखि पो स्टार्ट छ नि त। सो यसको अल्टरनेटिभ सोलुसन चाहिँ म तपाईँलाई देखाउँछु। यो चाहिँ बेस्ट सोलुसन हो है त। सपोज म यहाँदेखि सेलेक्ट अल एन्ड प्रेस यु, सबै की फ्रेम देखाउँछ। सो यसको लागि चाहिँ हामी के गर्छौँ भनेपछि यसरी क्रप गरिदिन्छौँ के। अनि यसको पनि यसलाई सबैलाई यहाँदेखि सेलेक्ट गरेर चाहिँ म
यसको यसरी की फ्रेम यसरी क्रप गरिदिन्छु। अब चाहिँ यिनीहरूलाई यो लेयरलाई अब यो पेन भेल टुलमा छ, जस्ट प्रेस भी, मुभ टुलमा जाम, मुभ टुल, सिलेक्सन टुल हैन। सो यो फर्स्ट आउँछ, त्यसपछि चाहिँ अलिकति अगाडि, त्यसपछि यो आउला, त्यसपछि यो आउला, त्यसपछि यो आउला। यसरी समाएर पनि तपाईँले यसरी लेयर्सहरू सिक्वेन्सिङमा गर्न सक्नुहुन्छ, पालै पालो कुन कुन आउँछ है त। लेट्स प्ले। वाउ, अब यो पहिलाभन्दा कस्तो राम्रो देखियो। सो यसरी लेयर सिक्वेन्सिङ पनि गर्न पाइयो है त। ल अब यहाँनिर तपाईँले के गर्नुहुन्छ भनेपछि, होइन म यहाँदेखि नै स्टार्ट गर्छु भनेपछि यो सबै लेयरलाई यसरी सिलेक्ट गरेर उठाएर चाहिँ यसलाई यहाँ लिएर चाहिँ यहाँ लिएर पनि जान सक्नुहुन्छ। तर यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर खाली भइसक्यो। म इफ यसरी प्ले गरेँ भने चाहिँ नि अब यो बराबर देखिन्छ, तर यहाँनिर पुग्दाखेरि चाहिँ यो फर्स्ट लेयर गायब हुन्छ। त्यसको लागि चाहिँ नि यो चाहिँ यसरी तान्दिनु होला। सो इट विल बी लुक्स गुड। आई होप तपाईँलाई ट्रान्सफर्म प्रोपर्टिजको बारेमा धेरै कुरा थाहा भइसक्यो होला, इन्क्लुडिङ एङ्कर पोइन्ट्स। सो इफ यु लाइक दिस भिडियो एन्ड यो भिडियो चाहिँ तपाईँलाई अलिकति पनि एजुकेसनल लाग्छ भनेपछि चाहिँ प्लिज हिट लाइक बटन एन्ड सब्सक्राइब टु माई च्यानल एन्ड सेयर दिस भिडियो जो चाहिँ आफ्टर इफेक्ट सिक्न चाहनुहुन्छ फ्रम बिगिनिङ टु एडभान्स। सो म चाहिँ तपाईँलाई भेट्छु अर्को क्लासमा, क्लास नम्बर 3।